जसले कुकरमा भात पकाउनुहुन्छ उहाँहरूलाई यो चाहिँ हैन गाइस आजको मैले खाना बनाएको चाहिँ यस्तो छ हैन हेरौ त के रहेछ अहिले पनि पका फेरि दु भरे पनि पका फेरि दु नि परेको कति उज्यालो देखेको हौ फेरि फोनमा त कति उज्यालो मन पर्यो ओ तेल छानेको हाई एभ्रिवान सेवानु एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन यो चाहिँ म केमा लानुपर्ने अनि म हजुरहरूकै आफ्नै प्यारी मिनाली सो फ्रम चाहिँ मोरङ केराबारी अनि म चाहिँ एकदम सन्चै छु आई होप हजुर पनि सन्चै हुन्छ भन्ने आजको साथी हुने एउटा नि भ्लग स्टार्ट चाहिँ साथीहरू हेर्दै चाहिँ गर्नु होला नछुटेकन अनि म चाहिँ यहाँ खाना खानु लागिरहेको छु खाना हैन के अहिले भर्खरै यो दुध पनि खानु पर्ने यहाँ त मलाई दाजु त नभ्याइ छ यो दुध पनि खानु पर्ने अनि यहाँ मासु भात पनि खानु पर्ने कति आज त भएन त्यहाँ किन राखेको फेरि भरे त्यसै बसाउने हजुरहरूलाई चाहिँ यदि थाहा छैन भने म तपाईँहरूलाई नयाँ तपाईँहरूलाई कुरा सिकाउँदैछु अब कुकर तपाईँहरू भात पकाउनु अब यदि कुकरमा तपाईँहरूले भात पकाउनु भयो भने है यहाँ चाहिँ कुरा चाहिँ त्यो छ है यदि तपाईँहरूले कुकरमा भात पकाउनु हुन्छ भने जसले कुकरमा भात पकाउनुहुन्छ उहाँहरूलाई यो चाहिँ होइन अब खासै राम्रो आइडिया त होइन होला कि तर पनि त्यो त राम्रो आइडिया जस्तो लाग्छ है मलाई त जहाँसम्म बिहान एकचोटि भात पकाएपछि कुकरमा त्यो कुकर त्यति बेला नधुने क्या भरे शाम पनि एकचोटि पकाउने अनि मात्रै धुने किन भन्दाखेरि मलाई त्यस्तो लाग्छ नि दिनकै धुनु कुकर कस्तो झ्याउ पनि कुकर पनि होइन त्यो भात पकाएपछि के हुन्छ त्यहाँ फोहोर पनि हुँदैन सर्लको भात पस्काउने अनि खाने जति उब्रेको छ त्यही राख्ने अनि भरे फेरि सार्ने फेरि त्यही भात पकाउने दुईचोटि चाहिँ कुकरलाई चाहिँ युज गर्नुपर्ने हुन्छ क्या साथीहरू हामी चाहिँ त्यसरी गर्छौँ तपाईँहरू चाहिँ कस्तो गर्नुहुन्छ है मलाई त्यस्तो खासै उयो जस्तो लाग्दैन म चाहिँ दुईचोटि चाहिँ युज गर्ने अनि त्यहाँदेखि चाहिँ धुने अहिले पनि पका फेरि दु भरे पनि पका फेरि दु न अनि त्यही भएर म त अब चाहिँ राइस कुकर किन्नेवालामा छु साथी अब चाहिँ राइस कुकर किन्नु पर्ला अनि दाल चाहिँ कुकरमा अनि सब्जी चाहिँ कराईमा दुईटा कुकर मासाले कुकर फेरि कहिले राम्रो पर्दैन जहिले कुकरको यो यिनीहरू हल्लिने यो बिग्रिने यो ताको लुज हुने हुन्छ क्या जहिले त्यही भएर हजुरहरूलाई चाहिँ राम्रो खाना खानु सुरु साथीहरू के पठायो बिचरालाई धेरै चिल्लो छ हौ केमा खोलेमा छैन एक गते ओपनिङ हाले त हौ एक गते ओपनिङ हाले त तेल छानेको एक गते अब हामी कहाँ घुम्नु जानु नेपालको पो त एक गते चाहिँ उठेर नुहाएर काम गर्नुपर्छ काम घरमा काम गर्दै बस्नुपर्छ भात छ कि छैन त्यहाँ ए यहाँ कुकरमा छैन यति नै थियो क्या चिल्लो भयो खानु न खोले खाने खोले भात सँगसँगै
चिया हाई गाइज मलाई नि तपाईँहरूलाई ओ अलिकति भन म तपाईँहरूलाई के भन्न लागिरहेको छु भने मेरो साथीले मलाई बर्थडे गिफ्ट क्या अब ढिलो चाँडो त्यस्तै हो यहाँनिर दिएको छ मलाई दिएको छ भन्दा पनि यहाँ होम डेलिभरी गरिदिएको थियो अनलाइनबाट त्यही भएर म चाहिँ त्यो अनबक्सिङ गर्दैछु साथीहरू ट्याग लाएर फ्रम नाम चाहिँ ममता लिम्बू अनि फ्रम चाहिँ बेलबारी यहीँ हो अनि मलाई पठाइदिएको छ कस्तो छ लेट्स सी हेरौ त के रहेछ भुल जाते हैं तू टक 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 कस्तो ऱ्याप गरेको रहेछ त जसो तसो ठुलो चाहिँ बनाउनु पर्यो क्या माल सानो भए पनि अरे कहना क्या चाहते हो ठुलो चाहिँ बनाउनु पर्यो ओ ओ ओ ओ so nice यो के हो भनेर तपाईहरुलाई थाहा छ होला हैन दिस हेर्नु त राइट सेफ साथी अरे थ्याङ्क यू सो मच मेरो साथी यो सानो गिफ्ट दिएकोमा धेरै धेरै धन्यवाद अनि अब बर्थडे खान आऊ भन्दाखेरि चाहिँ आएन हैन अनि अब गिफ्ट चाहिँ दिएको छ मेरो लागि यो चाहिँ कस्तो भने रे आफैले बनाएको चाहिँ खासै राम्रो हुँदैन रे यो चाहिँ कसैले गिफ्ट दिएको चाहिँ हेरे राम्रो हुन्छ अरे के यो चाहिँ अब गाडीहरू कुदाउनेहरूलाई स्पेशली गाडीहरू कुदाउनेलाई तपाईहरुलाई पनि थाहा छ होला कतिलाई कतिपय थाहा नहुनेहरूलाई चाहिँ मैले भनिदिएको अलिअलि त्यस्तो राम्रो चाहिँ थाहा छैन तै पनि अलिअलि यसो सुनेको भनिदिएको है यो चाहिँ अलिकति राम्रो अरे राइड गर्नेहरूलाई भनेर अनि यहाँ चाहिँ मेरो फोटो रहेछ टक्क लाएर हेर्नु होला अब यो चाहिँ म मेरो चाबीमा झुन्डाउँछु साथीहरू थ्याङ्क यू सो मच ममता धेरै धेरै धन्यवाद ल तपाईहरुले पनि देखि नै सक्नुभयो होला ढेन्डेडेङ कस्तो झरी पानी परेको कति उज्यालो देखेको हौ फेरि फोनमा त कति उज्यालो देखेको क्या फोनमा फेरि झरी पानी परेर बर्बाद भइरहेको छ कि त ठुलो परेर रोकिहाल्नु कि त पर्दै नपर्नु भन्छु क्या म यस्तो अल्छी हुन्छ आम्म लसुन कहाँबाट ल्याउनु भएको अस्ति रोपेको हो यो अस्ति नै हामीले पनि यसो रोपेको थियौँ यत्रो भएछ है साथीहरू लसुन अनि यो पानी परेर साह्रै अलिक अल्छी दिन भयो क्या देख्न सक्नुहुन्छ तपाईहरु पनि कस्तो छ त हाम्रो बेलबारीको नजरा लुगा सुकाएको सुकेको छैन अनि लसुन पनि यत्रो भइसकेको छ साथीहरू अनि आज चाहिँ यो मौसमलाई च्यालेन्ज गर्दै मैले पनि के खाने निर्णय गरेँ भने नि साथीहरू कोदोको ढेँडो तर मासुसँग होला भन्नुहुन्छ होला नो आज चाहिँ मासु छैन हाम्रोमा कोदोको ढेँडो जस कोदो फगत होइन धानको भातसँग मिसाएको कोदो पनि हुन्छ है तपाईहरुलाई म थाहा छ कुखुराको झोल छैन कुखुराको झोल खानु हुँदैन हो यो चाहिँ धानको भात खोले अनि अब यस उपरमा चाहिँ उयो हाल्ने हो के भन्छ कोदोको पिठो अनि चाहिँ यो मिस्कट हुन्छ खै ए पानी पानी दैनाले त कति भर्ने भयो भन्ने मैले भर्यौ ला डल्ला डल्ला पर्ने भयो जस्तो छ
गाइस कोदोको यो यस्तो चाहिँ म चाहिँ यस्तो तरिकाले बनाउँछु होइन। अब अरूले चाहिँ कसरी बनाउँछ डल्ला डल्ला तरिकाले डल्ला डल्ला तरिकाले डल्ला डल्ला तरिकाले यस्तै हो। कस्तो डल्ला परेको हो। सबै कोदोको यसलाई कोदोको ढेँडो चाहिँ भन्दैन कि यो कोदोको खोले चाहिँ है यो धानकोसँग मिसाएको खोले मिक्स खोले कोदो र धानको मिक्स खोले साथीहरू। ढेँडो भनेको चाहिँ फगत हुन्छ, यो चाहिँ खोले हो मिक्स होइन। म चाहिँ यस्तै खानु भनेर यो चाहिँ बनाएको। यहाँ म पनि नुन पनि हालौँ कि भनेर सोचेको। साग पकाइदिने हो। ढेँडो पनि बनाइसक्यो। ढेँडो होइन यो चाहिँ खोले हो, त्यसरी बुझ्नु मिक्स खोले भात र नि यो चाहिँ आलुको दाल नगर्न अनि यो टमाटरको अचार दामी अनि यहाँ मुनतिर चाहिँ साग। यति चाहिँ खानुपर्ने हुन्छ स्वाटै लाएर। गाइस आजको मैले होइन टक्क लाएर हाम्रो चाहिँ आज यस्तो खाना आँटिरहेको छ। यो चाहिँ यो होइन कि के भन्छ के पो भन्छ यसलाई ढेँडो होइन, यो चाहिँ मिक्स है। तपाईँहरू त्यसरी बुझ्नुहोस् चट्ट लाएर खाने चाहिँ यति धेरै छ नि फेरि हाम्रो भाग तान्नु भयो आफ्नो आफ्नो भाग तान्नु भाइ। खाए ल कसम अचार कस्तो मिठो भएछ हौ। So nice. किन चाहिँदो रहेछ लोकल कुखुरा? अलि सुरुक सुरुक खाऊ न रुक रुक
कस्तो आइनाको कुरा हो यसरी खोले जस्तो एक दुईचोटि चाहिँ पनि निन्ने हाल्नु चाहिँ भएन है फेरि यस्तो खानु भनेको त राम्रो हो नि फ्याला भने कुटा खान्छ फेरि वाउ कसम दामी थियो टेस्टी त है होइन यतिको त यो फगत भन्दा पनि यस्तो पो ठिक लाग्छ हौ मलाई त मकैको चाहिँ उयोसँग खानु भनेको ल साथीहरू मस्त खाएर पनि कस्तो बिना एनर्जीको देखा होला मस्त खाएर पनि धन्दा गरेर पनि हल्का पानी पनि सिमसिम सिमसिम परिरहेको छ मलाई लाग्छ हाम्रो नेपाल अल ओभर नेपाल सबैमा यस्तो झरी पानी परिरहेकोलाई यतिखेर होइन अनि मस्त त्यो पानी परेको थियो त्यही माथि अब धन्दा पनि गर्नु पर्यो बिहान गर्ने त अल्छी हुन्छ त्यही भएर धन्दा पनि गरेको अनि ओछ्यान लागेको साथीहरू अनि हाम्रो ढेँडोको रेसिपी पनि हेर्नुभयो होला मैले चाहिँ कसरी पकाउँछु भनेर मन पर्यो भने त्यसलाई नै फलो गर्नु होला अनि मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु भयो भने चाहिँ एकदमै धेरै धेरै धन्यवाद यदि तपाईँले लाइक गर्नुभएको छैन लाइक गरिदिनुहोस् सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनुहोस् प्लिज प्लिज यति भन्दै म चाहिँ मेरो भिडियोलाई यहीँ एन्ड गर्न चाहन्छु साथीभाइ बहिनीहरू अब फेरि अर्को भिडियोमा भेट्ने बाई बाई लभ यु अल